आजको भिडियोमा चाहिँ मैले बाँसुरी बजाउन आउँदाको भलक तपाईहरुलाई शेयर गर्दै छु हैन। तपाईहरुले अहिले मलाई देख्न सक्नुहुन्छ। यो मैले सानो माइक लगाएको छु जसले मेरो आवाजलाई तपाईहरुसम्म सुनाइदिरहेछ। अनि तपाईहरुलाई देखाउन चाहन्छु यो चाहिँ मेरो भिडियो बनाउनले मोबाइल यहाँनिर राख्ने मेरो स्ट्यान्ड हो है। यो चाहिँ स्ट्यान्ड हो। यहाँनिर चाहिँ मैले मोबाइल राख्छु। यहाँनिरको लाइट चाहिँ मैले रुममा राखेको छु। रुममा बाँसुरी बजाउँदाखेरिको भिडियोमा मैले प्रयोग गर्छु त्यसलाई हैन। अनि तपाईले यो देख्न सक्नुहुन्छ यो चाहिँ बाँसुरी हो मेरो बी स्केलको हैन। त्यसै गरी चाहिँ मसँग अरु बाँसुरीहरु पनि छ र मैले त्यो बाँसुरीहरु चाहिँ यतातिर राखेको छु हैन। यहाँनिर देख्न सक्नुहुन्छ यो बाँसुरी छ, पानी छ अनि साइकलको हेलमेट छ। यो झोलामा चाहिँ मैले भेस्टहरु राखेको छु। मेरो अर्को भेस्ट यो सर्ट छ अनि अर्को भेस्ट छ अनि यो दुईवटा अरु बाँसुरी छ सिरडी अनि यो चाहिँ मेरो साइकलको हेलमेट अनि यो चाहिँ पानी खान मन लागे पनि भनेर पानी लिएको छु हैन। अनि यहाँनिर यो कुर्सीमा बसेर पनि मैले बाँसुरीको भिडियो बनाएको छु। म एक्लै आएको छु यहाँनिर हैन। यहाँ देख्न सक्नुहुन्छ यो गार्डन जस्तो एरिया हो। अनि यो घाँसको छेउमा बसेर पनि मैले फेरि एउटा बाँसुरीको भिडियो बनाएको छु। अनि चाहिँ यो रुखको फेदमा बसेर पनि एउटा बाँसुरीको भिडियो बनाएको छु। म फुर्सदिलो समयमा मैले थोरै बाँसुरी बजाउने कोसिस गर्छु र फुर्सदमा म निस्किने अनि मेरो कोसिस चलिरहेछ हैन। साइकलबाट आएको हो म चाहिँ। अनि मेरो साइकल चाहिँ मैले त्यहाँनिर राखेको छु। तपाईहरुले देख्न सक्नुहुन्छ होला। अलि देखिन्छ होला। मेरो मोबाइलले खासै राम्रो जुम गर्दैन। मधुरोमा देखिरहेछ त्यहाँनिर साइकल छ। अनि यहाँ बीचमा आउनलाई चाहिँ फेरि त्यो साइकलहरु आएको देख्दा अनि गाली गर्छन् भनेर मैले ल्याएको छैन। यो चाहिँ खजुरको बुटाहरु छ यहाँनिर धेरै हैन। अनि फुर्सदिलो समयमा मैले चाहिँ ससाना भिडियोहरु बनाउँछु, बाँसुरी बजाउन सिक्दै छु। अनि मैले चाहिँ तपाईहरुसँग ससाना मेरो भिडियो अनि मेरो क्रियाकलापहरु शेयर गर्छु सधैं। र आजको यो भिडियो र यो बसाई यो बाँसुरी बजाउन आएको ठाउँहरुलाई पनि तपाईहरुसँग शेयर गरेर देखाउने कोसिस गरे। आशा राखेको छु तपाईहरु सबैजना आराम हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला। म पनि ठीक छु। आज शुक्रबारको दिन चाहिँ म यतातिर आएको थिएँ र यो भिडियो तपाईहरुसँग शेयर गरे है। यो भिडियोलाई हेरेर यतासम्म साथ दिनुभयो धेरै धन्यवाद। मेरो यस भिडियोलाई लाइक गरिदिनु होला। आउने दिनहरुमा मेरो ससाना भिडियोहरु हेर्दिनु होला। पहिलोचोटी हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला है। विशेष त मैले तपाईहरुसँग मेरो सबै क्रियाकलापहरु शेयर गर्छु भिडियो मार्फत भने खास गरी मैले बाँसुरी बजाउने कोसिस गर्छु, बाँसुरी बजाउन सिक्दै छु। यो कुरा तपाईहरुलाई जानकारी गराए। जति सक्यो मैले फुर्सदिलो समयमा बाँसुरी बजाउन सिक्दै छु। अनि मेरो बाँसुरी मिठास गराउने अनि राम्रो सुनिने, राम्रो बजाउने कोसिस चलिरहेछ है। यति भन्दै यस सानो भिडियोबाट बिदा हुन चाहन्छु। तपाईहरुको दिन रमणीय अनि खुशीमय बनोस्।